एभ्रिवान सबैजनालाई फेरि पुनः मेरो नयाँ के अरे भरमा फेरि स्वागत छ। फेरि म्याग्दी जिल्लातिर हिँड्यो होइन, मोहरे डाँडा जस हिँड्ने त अब बिहानै भनेको कारणवश केही कुराहरूले गर्दाखेरि ढिलो भइसक्यो यार। नभएको 4 बजिसक्यो, माथितिर चाहिँ अँध्यारो हुन्छ होला। बाटोमा चाहिँ जस्तो केही साह्रो भइहालेछ भने चाहिँ त्यहाँनिर भेट हुन्छ हाम्रो। अन्त लगभग राति हुन्छ, अब खासै गरेन होला फेरि सिधै माथि। 40-45 मिनटको राइडपछि हामी चाहिँ लुम्ले कफी स्टेटमा छौँ। कफी ब्रेक गर्नको लागि चाहिँ रोकेको। हेलो नमस्ते, वेलकम लुम्ले कफी स्टेट एभ्रिवान। यो भिडियो मार्फत चाहिँ म सानो सबैलाई जानकारी गराएँ। हामी नेपालको स्पेसियालिटी कफी बेचिरहेको छौँ। र हजुर यो क्यामेराम्यानलाई पनि धेरै धेरै धन्यवाद है। यहाँ आएर यो 2-4 कुरा बोल्न समय जुराइदिनु भयो। र तपाईँको भिडियोबाट चाहिँ सम्पूर्णलाई चाहिँ यहाँको कफी चाहिँ एकचोटि ट्राई गरिदिनु होला। अहिले चाहिँ हामी लगभग 40 to 45 मिनट्सको राइडपछि चाहिँ हामी लुम्ले कफी स्टेटमा चाहिँ कफी खान रोकेका छौँ। जस पोखरेली कफी लभर गाइजहरू चाहिँ यो बालुनहरू हिँड्दै गर्दाखेरि चाहिँ लगभग भने नि त्यो कफी लभरहरू चाहिँ रोकिने चाहिँ एउटा चाहिँ यो त्यस्तो खालको ठाउँ हो, एउटा लुम्ले कफी स्टेट। ओके, हामी यहाँ कफी इन्जोय गरिरहेको छौँ। धेरै नै फाल्टु स्पिरिट छ लुम्ले कफी स्टेटबाट। अब फेरि राइड सुरु गर्नुपर्ने हुन्छ है। अन्त सनसेट एकदम राम्रो भइरहेको छ, वेदर लगभग क्लियर भयो। अहिले चाहिँ हामी बल्ल नयाँ पुल हिँड्न आइपुग्यो। यो चाहिँ सर्टकट बाटो जस्तो भनौँ न। खास नयाँ पुल चाहिँ मेन बाटो चाहिँ अगाडिबाट जस्तो छ। यहाँबाट छिटै चाहिँ हामी चाहिँ नयाँ पुलको आधा बाटो जस्तोसम्म चाहिँ पुग्छ क्या होइन। र यहाँबाट चाहिँ अलिकति अफ रोडहरू सुरु हुन्छ अब। ढुङ्गाको बाटो छिचोल्दै हामी चाहिँ अगाडि बढिरहेको छौँ है। खतरा मजा आइरहेको छ। ल What up guys? We're at Ulleri right now. As you guys can see होइन, यस्तो रहेछ बाटो छ राइट गरेर हामी चाहिँ उता डाँडामा पुग्ने हो क्या। होरियो डाँडाको होरियो यो लास्टको चाहिँ क्या, लास्टको बत्ती बोलेको ठाउँमा पुग्ने हो। बाटो चाहिँ अति एक्सट्रिम भन्दा नि एक्सट्रिम अफ रोड छ यार है काजी। कसम डट बाइक भएर मात्रै हो, गाडै देखिसक्यो गाँड फाट। अनि त्यो डाँडाबाट आएको यार, क्यामेरामा पनि देखिएको छैन होला। ल आफ्टर अल लङ राइडपछि एक्सट्रिम अफ रोड थियो बाटो चाहिँ होइन। के अरे हामी नमस्ते मोमो हाउसमा आएर मोमो चाहिँ नखाने, मोमो खाएर तर बजा नै खाएर वाक्क भइसक्यो, वाक्क भइसक्यो होइन। वाइ चाउचाउमा गाउँको पक्का लोकल सुकुटी होइन। बाइकको बत्ती त पुरै अनमै छ के अरे।
ए क्लोजमा यार काजी भाइ दिदी के हो यो सुकुटी चाउचाउ हाम्रो दिदी होटलको नाम के अरे नमस्ते मोमो हाउस नमस्ते मोमो हाउसमा यहाँहरू सबैजनालाई स्वागत छ होइन सुकुटी मोमो खान आउनु होला ल धन्यवाद दिदी चाउचाउ सुकुटी खाने अनि फाँडी हान्ने है यो भनेको हाम्रो 3 आवर्सको लागि पावर यही हो अब हो दाइ जाम दाइ दाइको नाम सेते हो दाइ के हो दाइ गर्बुजा सेते त्यो ठिकै होला नि दिदीले हामीलाई टर्च लाइट सर्च लाइट दिएछ जानुपर्छ काजी अब हिँड्न सक्छ कि सक्दैन सक्दैन ल ल त्यही हुन्छ दिदी गयो है भोलि भेटौँ ल अब ल जाने बाटो चाहिँ अब यहीँ हो बाइक यहीँ पार्क हान्ने हो सेते दाइ यस्तै थाम्छ जाम न जाम छ अरू नि मोबाइल 4वटा मोबाइल छ लौ त जाम त नि जाम ल दाजुले हामीलाई पुऱ्याउने हो कि हामीले दाजुलाई पुऱ्याउने हो दाइ ल हामी अहिले 130 मा हाम्रो कल्चर हो दाइ यो कहाँ तावराङ 30 मिनट पुग्छ यसरी फ्याटफ्याट हिँड्यो भने ल ल सितेश दाइसँग ल के खानु छ चुरा सुरा खानु छ ए खायो ल खाएर आरामले जाने अब त यो सिधिसक्यो अब बिस्तारै यो जङ्गलको बाटो जाने जङ्गलबाट त 1300 हो नि दाइ 1300 उकालो उकालो नि पसिना जे होस् सिँढी चाहिँ सक्यो सिधी अलिकति उल्लति छ त्यसो ठिकै हो त्यहाँबाट त फेरि यो सिडी भन्दा अप्ठ्यारो बाटोहरू छ हालत खराब पञ्चर भयो गाजी अब त्रिपट छ के छ अँ ल ल म त्यहीँ होटेलमा 8 महिना कुक गरेको म ठ्याक्कै त्यहीँ लैदिन्छु कति टाइम छ अझै यहाँभन्दा अब 3.5 घन्टा 1 घन्टा जति लाग्छ कि बिस्तारै हिँड्न यस्तो त कहिले पुग्छ त नि होइन दाइ अनि बिस्तारै यहाँबाट उता गयो भने कहाँ जान्छौ उल्लट गरेर किर्ली हामीलाई रसी रसी टावर हेर न टावर काजी ठाडै छ त दाइ ठाडै छ त नि के गर्ने त खास तिमीहरूलाई म सोच है राम्रोसँग वेदर क्या मजा खुलिरहेको छ यार ताराहरू होइन जस अबाउट टु रिच तप्राङ होइन जङ्गलको भित्र हिँड्दै गर्दाखेरि ताराहरू पनि यस्तो राम्रो देखेछ होइन ल भिजिबिलिटी कतिको छ त्यो चाहिँ मलाई थाहा भएन होइन जस हामी चाहिँ 45 मिनट्समा चाहिँ तप्राङ आएको छ होइन अब यही रफ्तारमा हिँड्यो भने चाहिँ मोरै चाहिँ होइन
मोर देन 45 मिनट्स भन्यो 1 आवरमा चाहिँ पुगिन्छ भन्ने खालको चाहिँ कुराहरू छ कि त्यसमा हामीलाई खुला आकाश रहेछ गोठको छेउमा होइन ट्यागको तारा हेर्दै नेचरसँग अलिकति क्लोज भएको त्यो महसुसहरू होइन फिल गर्दै जस आनन्द लिइरहेको छ रेस्ट होइन त्यसपछि अब फेरि हिँड्नुपर्छ है बस घन्टाले नै आउनु हाम्रो मनमा वाइ अगेन उता गएर चोइस के दाइ भात रुम कि छ कि छैन सब हो क्या मजाले मिलाक्यो ढुक्क खोके 11 बजी आइपुग्यो ल कोखेमा एकछिन पानी ब्रेक अनि फेरि जान्छ नर्मल हाल्नु है हाल्न नि मन तातो हो र कोखेको दाइ पनि उठ्तिनु भयो वाह हिटर मजा यस्तो तातोमा चिसोमा हुन्थेर आउने कसैलाई पानीको लागि धन्यवाद दाजुलाई मेरै भेना रहेछन् कि मजाले खाँदै भयो त्यहाँ Life is learn our lessons through the tears, make memories we knew would never fade. One day my father, he told me, son, don't let it slip away. फाइनली मोरे डाँडा कठिन यात्रापछि जस कठिन यात्रा जति नै कठिन भए तापनि स्वर्ग जस्तो ठाउँमा आछौँ जस्तो चाहिँ त्यो फिल भन्छ होइन है कति बज्यो भनिदिनु न अहिले लगभग अलमोस्ट 12 घडी हेरेर भन्नु न घडी देखाइदिनु न घडी खै टाइम गलत छ कि ल उहाँ भिटेन दाजु हाम्रो भिटेन यस्तो गोरे दाई चलपल बत्ती बाल्दैछु सही खतरा भयो होइन साँच्ची सेतो दाइ कस्तो फिल भइरहेको छ त म त साह्रै हपे भइसकेँ कहाँ हापेको हुन्छ हौ ए लिएको मान्छे बस्दा नि हपे भइसक्यो हेलो हेलो दाई खै त बगी फुल छैन स्वागत गर्नलाई झर्दा कस्तो भयो होला खतरा खतरा भोलि नेपाल बद्न भन्ने थाहा छैन आम्मा कसम भोलि हामी घोर पनि गरेर बसिन्छ Come on. चोरबाट जाने Let's go. झोला बिसाउनु पर्छ है सेतो दाइले रमाइलो गऱ्यो बाटोमा जियोस् यार सेतो दाइ लगायत ठिकै छ सम्पूर्णजनालाई सबलाई चाहिँ धन्यवादको पात्रहरू छन् यहाँ आजको ट्रेकमा मेमोरेबल ट्रेकमा तपाईँले यो झोला उचालेर ग्यास हान्नु झोला कति किलो छ हान्नु ल हेर उचाल्नु यो चाहिँ उसो लगेर उचाल्नु न एकचोटि कति छ 14 13 12 होला है होला तर छन् त छ किनभने सब युज होला भनेको सामानहरू जति
जोखेर हालेको मात्रै छ नि त होइन पक्काकै कति केजी छ त्यसपछि मासु 6-7 केजी फेरि 14 त चोखो भयो Oh my god. Khatra. Khatra. Superb. Just looking like a wow. Okay, Mohore Dada. Good morning from Mohore Dada. Okay guys, good morning from Mohore, होइन अनि as you guys can see हामी चाहिँ धौलागिरी रेन्जबाट जाँदैछ होइन धौलागिरी रेन्जबाट ठुलो चाहिँ धौलागिरी 1 लगायत अरू पनि छ त्यसपछि यो चाहिँ टुकुचेपी भइहाल्यो अनि त्यसपछि यो कालो देखेको जुन चाहिँ यो चाहिँ निलगिरी र यो 12 सिङे अथवा अर्को के पनि भन्दै थियो 12 सिङे अथवा के भन्दै थियो अर्को 12 शिखर अन्नपूर्ण साउथ भइहाल्यो हिमचुली उतापट्टिको गङ्गापूर्ण यताको माछापुच्छ्रे मनासलु बुद्ध हिमालहरू पनि सानो उसमा देखिन्छ भन्दै थियो त्योहरू होला होइन जहाँसम्म मलाई लाग्छ यस यो खालको चाहिँ मोहन डाँडाबाट चाहिँ हामी देख्न सक्दो रहेछ सनराइज पनि एकदम राम्रो भइसकेको थियो मोहरे डाँडा 3338 मिटर आएको हाइटमा विथ नाइस भ्यू होइन सनसेट सनराइज हेरियो होइन लगभग 4-5वटा सनै पानौँ न त्यसको ओ गर्दै भन्नु के भएको हिजो खास के भएको नि राति आइयो यत्रो यहाँ आँखा सुनियो फेरि 2 दिनपछि झार तिर्नु जानु छ अब दुवर्ने हो जे जस्तो भए तापनि होइन तपाईँले चाहिँ हामीलाई 12 बजी भए पनि पुऱ्यायो नि त त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद मलाई नबिर्सिनु र तपाईँले त कहाँ बिर्सिने त्यो उसलाई के अरे हेलो दाइ नमस्ते नमस्कार म चाहिँ अहिले एज अ जेनरल म्यानेजर मोरे डाँडामा कार्यरत छु हजुर तपाईँहरू सबैलाई मोरे डाँडामा स्वागत छ हजुर हाम्रो मोरे डाँडा चाहिँ 3313 मिटरको हाइटमा छ अब कोखे चाहिँ पर्वत परेको अरे कोखे चाहिँ
3300 मिटर हाइटमा छ। अनि पुनिल चाहिँ म्याग्दी पऱ्यो 3200 मिटर हाइटमा छ। मोहरे भन्दा 100 मिटर तल। पुनिल मोहरे 100 मिटर तल, कोहे चाहिँ 10 मिटर तल छ। हाम्रो मोहरे चाहिँ अन्नपूर्ण गाउँपालिका 8 राम्चे म्याग्दी नागीमा पर्छ। हाम्रो यता उताको भेग सबै पर्वत, यता नि पर्वत, यता मात्र म्याग्दी हो गरे। यहाँबाट हेर्ने भनेको चाहिँ 3वटा 8000 मिटरको हिमाल, 7वटा 7000 को, अनि यो सानो सानो 6000 झिर्की-मिर्कीहरू चाहिँ खासै गनिएको छैन। तिनीहरूलाई हेर्दी नि। रुम चाहिँ अब पर हेड 300 छ गरे। पर हेड 300 रुमको हो? एकदम त्यो त अलिक सस्तो रहेछ है। 2 जना सुत्यो भने 600। नेपाली टुरिस्ट एउटै हो कि फरक फरक प्राइस? नेपालीहरूलाई चाहिँ यसमा हेभी डिस्काउन्ट मिल्छ, अलमोस्ट 40% सम्म जति, भनेको अब 200 सम्म मिलाउन सकिन्छ। रुम त ठिकै हो कि खानेकुरा महँगो हो कि फेरि के हो? खानेकुरा नि त्यही हो। हामीले विदेशीलाई अब नेपाली सेट भनेको दाल भात त होइन नेपालीले खाने, हामीले विदेशीलाई 750 लिन्छौँ गरे। त्यसमा पनि त्यही हो 40% डिस्काउन्ट। मेन्यूको एभ्री कुराहरू जे छ नि सबै कुराहरू 40% डिस्काउन्ट ओन्ली फर नेपालीज, लोकल टुरिस्टहरूलाई। लोकललाई चाहिँ भनेको हाम्रो नेपाली जनजनताहरू पर्नुभयो। हेर्दै गर्दाखेरि पनि स्पेस पनि एकदम एरिया पनि होइन मजाको चिज रहेछ, ठुलो होइन। यस बिल्डिङहरू पनि के छ त, ए ब्लक, बी ब्लक, सी ब्लक, रुमहरू पनि टन्नै रहेछ नि त होइन। सुरुमा चाहिँ 2002 मा पोखरा, यहाँबाट डाइरेक्ट पोखरा देखिने भएर पोखराबाट यहाँ इन्टरनेट कनेक्सन जोइन गराउने भनेर ऊ जमानामा त त्यो उस छात्रे थियो नि, छात्रे ठुलो छात्रोहरू भएको एन्टिना हुन्छ नि हो, त्यो देखाएर त्यो रुख हो, त्यो मेन रुख हो, त्यो रुखमा बाट पोखरा देखाएर इन्टरनेट कनेक्ट गराएर मेन रुख भनेको त्यो टावर भएको होइन? त्यो टावर उतापट्टिको रुख, त्यो रुख त्यो रुखबाट के गर्ने त भाइ? त्यो र पोखरा कनेक्ट गर्ने। अनि त्यसपछि त्यहाँबाट अरू गाउँहरूलाई बाँड्ने इन्टरनेट। भन्नुहुन्छ त्यतिको त्यो खालको चाहिँ यो डाँडासँग उस थियो इन्टरनेट कनेक्सन गर्ने फर्स्ट इस्टाब्लिस गर्ने होइन डक्टर कुनले, डक्टर महावीर कुनले त्यहाँ तलबाट इन्टरनेट माथि लिएर यहाँबाट गाउँहरूलाई पहिल्यै धेरै अगाडि उस इन्टरनेट दिएपछि उहाँले अवार्ड पाउनुभयो कि रोमन मेगसेसे अवार्ड 2007 मा। एसियाको नोबल प्राइज जस्तै हो, एसियाको नोबल प्राइज भनौँ न, रोमन मेगसेसे अवार्ड पाउनुभएको त्यति बेला। अनि त्यसपछि गर्दा गर्दै अब ठाउँ राम्रो छ, भ्यू राम्रो भयो, त्यसपछि क्याम्पिङ ग्रुप सुरु गर्नु लाग्यो। अनि क्याम्पिङ गर्दा गर्दै होइन अब त यहाँ त होटेलै खोल्नुपर्छ भनेर अनि बिस्तारै ठ्याक्क कति सालतिर चाहिँ भयो चाहिँ होटल स्थापना? 2010 तिर होला, ठ्याक्कै त मलाई पनि थाहा छैन। त्यहाँ तल त्यो बिल्डिङ बनाएको चाहिँ डेट छ, त्यही छ। पहिला यताको बिल्डिङ बनाएँ, पहिला त्यो उतापट्टिको सोलर भएको छ नि, पहिला त्यो बनाएँ। त्यसमा चाहिँ इन्टरनेटको त्यो हब हो क्या त्यो। अनि त्यसपछि यताको त्यो तल्लोपट्टि घर थियो एउटा, त्यो उति बेला त चौरीकोट थियो गरे। पहिला चौरीकोटमा बस्ने यताउति गर्ने गर्थ्यो, पछि बिस्तारै डेभलप हुँदै गयो। डेभलप हुँदै गएपछि अब ए ब्लक खोलियो, सुरुमा डाइनिङ खोलियो, त्यसपछि बिस्तारै गर्दा गर्दै धेरै खोलिएको छ। टोटल क्यापेसिटी चाहिँ ए ब्लकमा 9वटा रुम छ, 18 जना भइहाल्यो। बी ब्लकमा 19वटा रुम छ,
सी ब्लकमा 2टा हल हल भनेको 10-15 अट्ने हल छ, 2टा हल छ अनि 4वटा रुम छ। भनेको मोहरे डाँडा आउँदै गर्दाखेरि चाहिँ साथीभाइहरू मोहरे डाँडा आउँदै गर्दाखेरि चाहिँ जे होस् ठाउँ छैन भनेर फर्किनु पर्ने अथवा चाहिँ पर्दैन। हाम्रो शब्दमा भन्नुपर्दा लारिस भएर ला भएर होइन फर्किनु पर्ने त्यो खालको उस चाहिँ भएन। भन्छ लगभग मोहरे डाँडा नै हाइटमै छ होइन, छ भाइ त छ नि छ एउटा ट्रेकिङ रुट नै परिसकेपछि त्यही माथि खोके पुनिल भन्दा धेरै त होइन केही मिटर चाहिँ अझ माथि र यहाँबाट त्यो राम्रो खालको चाहिँ हिम दृश्य होइन अनि दाजुले भने जस्तो अब कतिवटा 8,000को 3टा 7,000को 12वटा अनि 6,000को अलिअलि छन्, 5,000को पनि छन्। नमस्ते, मेरो नाम चाहिँ जिपेन्द्र घरती मगर। म चाहिँ यहाँ मोहरे डाँडाको अहिलेको सेफ। म चाहिँ यहाँको 1 महिना जति भयो अहिले र एकदमै खुसी लागेको छ यहाँ आएर काम गर्न पाउँदाखेरि है। यहाँको भ्यू, नयाँ नयाँ मान्छेहरू भेट्न पाउँदाखेरि एकदमै खुसी लागेको छ। अब हाम्रो मोहरे डाँडा पनि बिस्तारै एकदमै चर्चामा जाँदैछ है। अरू त के भन्ने हो र, यस्तै खालको छ। खाना त एकदम बेस्ट अफ बेस्ट खुलाउनुहुन्छ होइन साथीभाइ? खाना चाहिँ हामीले जति सक्दो एकदम फ्रेस। तपाईँ चाहिँ यहाँको मेन सेफ? हजुर, ए मेन सेफ चाहिँ उहाँ नै हुनुहुन्छ ल। हामीले चाहिँ डाटाहरू चाहिँ एयरलाइन्सले पठाइन्छ। हजुर। अनि यता बादल लाग्यो के गर्यो सबैको हाम्रो मेन सिसी क्यामेरालाई लोड गरेर सबै हेरेर जोमसोम यात्राको लागि चाहिँ हामीले डाटाहरू चाहिँ नेपाली एयरलाइन्सले दिन्छ। मोहरे कम्युनिटी प्लस राम्जे होइन नाङ्गी डाँडा होला सायद होइन, नाइती जिल्लाबाट चाहिँ अब बिदा हुनुपर्ने समय आइसकेको छ। जे होस् राम्रो थियो होइन। मोहरे डाँडाको बारेमा धेरै कुराहरू जेनरल म्यानेजर आशिष पुन दाजुदेखि धेरै कुराहरू जानकारी प्राप्त भयो होइन। त्यो लगायत जति पनि हेर्नुहुने साथीभाइहरूले पनि जानकारी प्राप्त गर्नुहुन्छ भन्ने कुराहरू अवश्य थाहा छँदैछ होइन। त्यही त बेनिफिटको कुराहरू चाहिँ जस्तो राति आए तापनि बिहान फर्स्ट हावर उठेर त्यो सनराइज त्यो हिम दृश्यहरूको चाहिँ त्यो दृश्य हेर्न पाउँदै गर्दाखेरि चाहिँ आफूलाई चाहिँ लकी बास्टर अथवा चाहिँ यो ट्रेक पनि चाहिँ मजाको चाहिँ वर्थित थियो भन्ने कुराहरू चाहिँ युज गर्दै त्यही त मोहरे डाँडाको भोग पनि यहीँ अन्त्य गर्नु पर्ला जस्तो चाहिँ अब लाग्छ कि मलाई। ल हस् त धन्यवाद, सी यू टिल नेक्स्ट टाइम। अरू त अब हिँड्दै गर्दाखेरि हिजो राति आइयो कि अरे त्यो बाटोहरूमा केही नयाँ अनौठो कुराहरू भइरहेछ नि, त्यहाँनिर पनि भेट्लौँ होला। नत्र भने लगभग अन्त्य नै हुन्छ कि यो मोहरे डाँडाको एउटा ट्रेकिङ ब्लग, सर्ट ट्रेक ब्लग। त्यसपछि सिधै नेक्स्ट हाइक होइन टु बी कन्टिन्युड नै छ, त्यो खालको कुराहरू छ। वेन टेक्नोलोजी के अरे वेन टेक्नोलोजी मिट्स नेचर भनेको उदाहरण भनेको मोहरे डाँडा रहेछ क्या। मोहरे डाँडा